तो चलिए शुरू करते हैं। Cricket lover, it's very hard, right? It's really hard. पहिला बलिङ गर्दाखेरि त्यो पनि बलिङ पिचमा होइन बलिङ पिचमा 300 को टार्गेट खान्छ 306 को ओके इट्स फाइन वाइल चेजिङ हाँ बेटे अभी क्या हुआ बोलने लगे होइन कुशल गुरुङले ल्याउँछ एकदम क्लासिकल ब्याट्सम्यान है राम्रो ब्याट्सम्यान नेपालको स्पिनर्स क्लुलेस स्पिनर आएपछि कुशल गुरुङ टोटली क्लुलेस के भने यार 3 बलमा 1 रन बनाएर आउट एलबिडब्ल्यू आउट आसिफले हल्का इनिङ्स बिल्ड गर्ला जस्तो भएको थियो पनि आउट काम छैन नेपाली ब्याट्सम्यानहरूको काम छैन फेड अफ बनाइदिन्छ यार कामै छैन नेपाली ब्याट्सम्यानहरू क्याप्टेन कुरा गरौँ अब क्याप्टेन यार कमान कहिले खेल्ने यार तिमी ओडिआईमा कहिले नेपाललाई जिताउने म्याच क्याप्टेन इनिङ्स कहिले खेल्ने यार 23 बलमा 10 रन्स 0 बाउन्ड्री कमान वाइल्ड चेजिङ 305 नेपाली ब्याट्सम्यानहरूलाई ब्याटिङ गर्न सिकाऊ यार कहिलेसम्म नेपाली फ्यान्सहरू यसरी जहिले पानी आओस् नेपाली फ्यान्सहरू पानी पर्दै भगवान् पानी पर्दै दर्शकहरू पानी पर्दै भगवान् भनेर कहिलेसम्म बस्ने कमान यार अनि मेरो क्वेसन क्यानलाई होइन क्यानसम्म पुगोस् मेरो भिडियो होइन क्यानलाई वाइ अर्जुन कुमार इज नट हियर वाइ अर्जुन कुमार इज नट प्लेइङ वाइ अर्जुन कुमार जस्तो प्लेयर ओडिआईको प्लेयर छैन नेपालमा सबैलाई थाहा छ त्यो वाइ इज नट प्लेइङ कम अन यार अनि सुम्पल कामी करण केसी पेसर नेपालको पेसर काम छैन क्या यिनीहरूको कामै छैन वाइ नन्दन इज नट देयर हेमन्त दामी वाइ नट देयर कमान कति फेड अफ बनाइदिन्छ